नमस्कार, म पहलमान थापा। पूर्व प्रधानमन्त्री, देशका 5 चोटि प्रधानमन्त्री हुनुभएको पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले नेपालमा आइसकेपछि के भन्नुभएको छ भन्ने कुराहरू तपाईले सामाजिक सञ्जालमा सुन्नु भएकै होला, देख्नु भएकै छ। राजा ज्ञानेन्द्रले गर्न नसकेको, राजा ज्ञानेन्द्र गर्न सकेनन्, यो अहिलेको सरकारले गर्न सक्ला त भन्दैछन् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले। अहिलेको सरकारले नगरेको हो र शेरबहादुरजी? तपाई देश छोडेर परदेश हुनु भएको, अर्काको देशको नागरिक हुनलाई होला, या त के हो तपाईको प्लानिङ? अब देशबाट निकाला गरे, अब हामी यहाँ नै बसेर बस्नुपर्छ भन्ने प्लानिङ हो कि के हो, यो तपाईले थाहा होला। तर तपाईलाई अहिले कुन साइडबाट तपाईलाई अहिले ज्यादाजी मात्रामा तपाईलाई अहिले तपाईलाई फुर्ती लगाउने अवसर दिइएको छ। तर खास कांग्रेसले हो भन्ने कुरा विश्वास नगरौँला। तर तपाईलाई कथाबाट तपाईलाई चाहिँ ब्याकफोर्स चाहिँ तपाईको लागि चाहिँ खडा भएको छ। त्यो ब्याकफोर्सले तपाईलाई अब ब्याकग्राउन्डमा तपाईलाई साथ दिने सम्भावना छैन। त्यो 1-2 दिनको हल्ला हो। अनि तपाई जहाँको चाहिँ अहिलेसम्म 36 वर्षसम्म चाहिँ गरेका भ्रष्टहरू र फाइल खोल्दै अहिलेको सरकारले तपाईलाई नेपालमा स्वागत गरेको हो भन्ने कुरा तपाईले मजाले बुझ्नु। अहिले राजा ज्ञानेन्द्रले चाहिँ हामीलाई सकेन त तिमीहरू को हौ भनेर तपाईले अहिलेको सरकारलाई धम्की दिँदै हुनुहुन्छ। तपाईको यो मुरुमुराई एउटा गुन्डा नायकी भन्दा कम छैन। तर तपाईँ किनकि आवेशमा आउनु भएको छ, तर तपाईँ यसरी आवेशमा आउनु छैन। तपाईको श्रीमतीले यदि नबुझेको भए नेपालमा तपाईसँगै आउनुहुन्थ्यो, तर तपाईको श्रीमतीले तपाईभन्दा डबल राम्रोसँग बुझेको कारणले गर्दा तपाईको श्रीमती त्यही विदेशमा हुनुहुन्छ। त्यो तपाईँ जुन ठाउँमा उपचार गर्ने भनेर जानु भएको थियो त्यही ठाउँमा बस्नु भएको छ। किन भन्दाखेरि नेपाली जनता कस्तो हो र के परिणाम दिन्छ, के काम गरेका थियौँ हामीले, त्यसको परिणाम के भोग्यौँ र के भोग्नु पर्छ अझै भनेर चाहिँ तपाईको श्रीमती त्यही ठाउँमा बन्द कोठामा बस्नुभएको। तपाईले त्यसलाई स्मरण गर्नुहोस्, बुझ्नुहोस्। तपाईँ जङ्गलको राजा सिंह जसै गरी नगुन्जेर नआउनुहोस्, गुन्जेर नआउनुहोस्। त्यो फलदायी सम्भावना छैन। त्यसले चाहिँ तपाईँलाई दुर्गतिको यात्रामा नै यात्रा तय गराउला। तपाईलाई जनजी आन्दोलनको 23 र 24 गतिको घटना थोरै भए पनि त्यो सिरियसली रूपमा चाहिँ मनन गर्नुहोस्। अनि तपाईले अब बुझ्नु राम्रो हो कि होइन भन्ने कुरा तपाईले राम्रोसँग बुझ्नु होला। किन भन्दाखेरि तपाईलाई त्यो उचाल्ने साथीहरू तपाईकै पार्टीको नाम लिएर तपाईको पिछा छोडेका छैनन्। यो तपाईलाई फसाउने कार्यविधि चाहिँ सुचारू भइसकेको छ भन्ने कुरा तपाईलाई अझै पनि कन्फर्म भएको छैन। किन भन्दाखेरि तपाईले के अनुरोध गरेर तपाईँ नेपाल भेट्नु भएको छ भन्ने कुरा यो जनतालाई पनि सार्वजनिक सबैलाई थाहा छ नि, तपाईँ कसरी चाहिँ नेपाल छिर्नु भएको छ भन्ने कुरा हैन। त्यो कारणले तपाईँ सजग रहनुहोस्। अझै पनि राजा ज्ञानेन्द्रले गर्न हामीलाई भ्याउन नसक्यो, अहिलेको सरकारले भ्याउन सक्छ
तपाईँले यो अभिव्यक्ति प्रदान गर्दै सामाजिक सञ्जाल तताउँदै कलिलाई युवाहरूलाई नउठाल्नु होला। ज्यादा मात्रामा भोलि बिहान त्यस्तै द्वन्द्वमा चिन खोज्यो भनेपछि तपाईँ त एकचोटि फुत्किनु भएको, तपाईँ त खत्म हुनुहुन्छ। तर देशको युवाहरूलाई नागरिकहरूलाई गोली खान बाध्य नबनाउनु होला। जतिसम्म तपाईँहरूले भ्रष्ट गर्नुभयो त्यसलाई स्वीकार गर्नु र भ्रष्टाचारको रेखाभित्र तपाईँहरू पर्नु भएको छ र अब जेलको चिसो ठन्डा हावामा चाहिँ बस्नु मात्रै बाँकी छ। त्यही भएको कारणले तपाईँ कालको मुखमा नेपालमा प्रवेश गर्नुभयो, रिग हुनुभएको छ। त्यही भएको कारणले गर्दा तपाईँले अलिक सतर्कता अपनाउँदै भाषण ठोक्नु भन्दै यो भिडियोबाट बिदा माग्दछु। भिडियो कस्तो लाग्छ त्यसलाई प्रतिक्रिया दिनु।